ओ साथीहरु तिर के गर्दैछौ यार? दुबई आऊ दुबई। पैसा कमाउन, पैसा सबभन्दा ठुलो केटीको पिछा परिरहेछ। हो किन भन न? केटीको पिछा राम्रो कुरा हैन। केटीको पिछा पुरै कंगाल बनाइदिन्छ। हो किन भन त साथी? त्यही भएर केटीहरुको पिछा नगर, पैसाको पिछा लाग। पैसा छ दुनियाँमा सबै कुरा छ। पैसा छैन कोही पनि छैन। नेपालमा बेरोजगार बस्नेहरूलाई के भन्न चाहन्छ? अब त्यही त नेपालमा बस्ने मान्छेले एउटै म सल्लाह दिने, नेपालमा पैसा बचाउन जहाँ जोन पनि कन्ट्री होस्, नेपाल होस्, इन्डिया होस्, दुबई होस्, कोही भी कन्ट्रीमा पैसा बचाऊ, पैसा कमाऊ, घर फर्क, सबै कुरा बुझेर सम्झेर। सबभन्दा ठुलो अहिले के छ संसारमा? पैसा छ, सबै कुरा छ। पैसा छैन, मान्छे छैन। त्यही भएर केटाहरू पैसा बचाऊ बचाऊ, केटाहरू पैसा बचाऊ। पैसा बचाउनको लागि के गर्नुपर्ने? जोगाउनु पर्यो। दारू पिउनु हुँदैन, दारू चिजै राम्रो छैन। दारू भनेको इन्सानको बौला बनाइदिन्छ। अच्छा, दारू यो के भन्छ केटी यो सब टाढै बस्नु ल ठीक छ। पैसा बचाऊ केटा, पैसा बचाऊ। हामी विदेश किन आएको रे? घुम्न आएको। कहाँ घुम्न? यस्तै दुबई घुम्न राम्रो लाग्यो दुबई, त्यही भएर दुबईमा आएको। हो, दुबईमा के राम्रो पाउँदो रहेछ? सबै कुरा राम्रो छ दुबई। के पाउँदो रहेछ? दुबई जस्तो के भनौँ, दुबई त धेरै राम्रो देश हो नि त, कन्ट्री हो। दुबई त कन्ट्री होइन होला नि? दुबई कन्ट्री त हो, एउटा स्टेट होला नि। होला नि त। दुबईमा त धेरै कुरा छ है, दुबईमा सबै कुरा छ, एउटै कुरा छैन। के कुराको एक्सपिरियन्स गरियो दुबईमा आएर? के कुराको चाहिँ अनुभव गरियो? तपाईँको सबै कुरा, संसारमा सबै कुरा दुबईमा ओल टोटल पाउँछ, एउटै चिज पाउँदैन। के चिज? सुकुन छैन दुबईमा। हो, सुकुन छैन। अरू के कुराको एक्सपिरियन्स लियो त? के कुरा सिक्ने पायो, नयाँ नयाँ कुराहरू सिक्ने पाए, राम्रो लाग्यो।